लौ हामी चाहिँ यस्तो ठाउँमा छौँ। सिस्नु चाहिँ कोही बसेर टिप्छन्, कोही चाहिँ आफ्नै तालमा आफ्नो आफ्नै धुनमा। हाम्रो टिप्ने ठाउँ चाहिँ यस्तो छ। यो जङ्गलमा चाहिँ सिस्नु सँगै यस्तो यो रुखहरू पनि फुलेको छ। यस्तो राम्रो छ। आउनु होला गाइसहरू, आउनुभयो भने ठाउँ देखाइदिन्छौँ। हेर्नुहोस् यहाँ सिस्नु टिप्नेहरूको लर्को यस्तो छ है। सिस्नु चाहिँ कसलाई मनपर्छ हामीलाई सम्पर्क गर्नु होला। अनि पकाएर पनि बेच्ने चलन छ, अनि अर्डर गर्यो भने आफ्नो आफ्नो ठाउँमा पुर्याउने चलन पनि छ। कसलाई मनपर्छ कमेन्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। ल म फोन नम्बर पनि दिन्छु है गाइस। अर्को के अरे अर्को सिस्नु घरमा पुर्याउने। ल ल डेलिभरी सहित होइन गाइस। माइलीको काम चाहिँ केलाउने हो रे। अनि आमा आफ्नै आफ्नै धुनमा छ, कोहीले पनि हेर्दैनन्। हेर्नुहोस् गाइस, सिस्नु टिप्नु एकदम गाह्रो छ। गालामा हाम फाल्न आउँछ। आमा यहाँ गाला जोगाउन गाह्रो छ है गाइस। म त्यतैबाट आएको। अब कता जाने त? अब यता जाने। उता त जाम, तर सिस्नुले गालामा घाउ बनाइदिएला। गाला चाहिँ बचाऊ है। ल समृद्धिको मम्मी, गाला चाहिँ बचाऊ ल। अहिलेसम्म बचेकै छ। गाला बचाऊ है, गाला बचाऊ। अनि हामी चाहिँ यस्तो ठाउँमा जाँदैछौँ। बाबै यस्तोमा छौँ है हामी चाहिँ। दुईजना हाम्रो साथी चाहिँ त्यता छ, एकजना त्यहाँ जङ्गलभरि छन् है। यो आज के हो यस्तो खतरा जङ्गलमा छौँ। यस्तोमा सिस्नुले गालामा हान्ला, बचाऊ गाला। घरमा बसेर के काम त बन्डुल्यो भने दिमाग पनि फ्रेस हुँदो रहेछ। अच्छा आराम आनन्दै छ। मेरो साथीहरू गफ गर्दैछन्, सुन्नु होला गाइजहरू। मेरो साथीहरूको गफ। म चाहिँ उनीहरूको पछि जाँदैछु। गाह्रो छ मलाई। प्लास्टिक यति मात्रै कि अर्को पनि छ? यो त धेरै सानो भयो, मेरो हात पोलेर। मेरो झोला बेसरी ठुलो छ, त्यही भएर भरेछ। मेरो झोला चाहिँ यो हो, भरेछ। अनि मलाई चाहिँ यहाँ सिस्नुले पोलेर गाह्रो भएको छ। ल्याउ न। ल जिताओस्, मनभरि छ। जति लगे पनि हुन्छ। यस्तो छ। आमा 2 झोला भइसक्यो। धेरै छ। यस्तो गाह्रो छ। हेर्नुहोस् यसरी टिप्छौँ। हाम्रो त यसरी, हाम्रो साधन पनि यस्तो छ। सिस्नु टिप्ने तरिका चाहिँ यस्तो हो। यस्तो चितुवाहरू बाघहरू आउन सक्छ। जोगैसी गर गाइस। अनि अलि गाह्रो छ। आफ्नो सुरक्षा आफै गर्नु। यहाँतिर चाहिँ फेरि पतिहरू पनि आउँछ है। पतिहरू पनि आउन सक्छ। रुखबाट नि खस्छन्, भुइँबाट नि आउँछन्, बित्ता नाप्दै आउँछन्। जोगैसी गर्नु होला। अनि म चाहिँ यहाँ छु। गाह्रो भएको छ। यो चाहिँ हो मेरो के अरे सिस्नु टिप्ने चिम्टा। यस्तो गरेर छिनाल्छु म चाहिँ, यस्तो गरेर।